प्लेन क्र्यास भइसकेपछि त्यो प्लेन क्र्यासमा जति पनि बाँचेका मान्छेहरू छन् उनीहरूले एकअर्कालाई यो अनुमति दिन्छन् कि यदि आफू मर्यो भने चाहिँ आफ्नो डेड बडीको मासु यहाँ जो कहिले पनि खान सक्छ भनेर। उद्धाटोली आएन र मान्छेहरू भोकले यति धेरै छटपटेका थिए कि जुन प्लेनको जुन सिट हुन्छ त्यसको कभर पनि मान्छेहरूले खान सुरु गरिसकेका थिए। भने कतिपय मान्छेहरूले चाहिँ आफ्नै मरेका साथी, आफ्नै मरेका आफन्त र आफ्नै परिवारहरूको पनि मासु खान सुरु गरिसकेका थिए। 80 केजीका मान्छेहरू घटेर 30 देखि 40 केजीसम्म भइसकेका थिए र आज हामी एकदमै धेरै डरलाग्दो र भयङ्कर यो प्लेन क्र्यासको बारेमा चाहिँ डिटेल स्टोरी हामी आज सुरु गर्नेछौँ। 12 अक्टोबर 1972 मा एउटा प्लेन उरुग्वेबाट चिलीको राजधानी सेन्टियागोको लागि चाहिँ उडान भर्छ र त्यो प्लेनमा चाहिँ मोस्टली रग्बी खेलाडीहरू, उनीहरूका आफन्त, परिवार र साथीभाइहरू चाहिँ गरेर टोटल 45 जना यात्रुहरू त्यो प्लेनमा चढेका हुन्छन् र 45 जनामा चाहिँ 5 जना चाहिँ त्यो प्लेनको क्रू मेम्बरहरू नै थिए। उरुग्वेबाट चिली पुग्नको लागि चाहिँ नर्मली 3 घण्टाको चाहिँ समय लाग्थ्यो र जाने बेलामा चाहिँ बिचमा एउटा ठुलो एउटा एन्डिज पर्वत हुन्थ्यो। उनीहरू त्यो एन्डिज पर्वतलाई क्रस गरेर जानुपर्ने थियो। तर जब उनीहरू अगाडि बढे मौसम एकदमै धेरै बिग्रियो र अगाडि जान सक्ने कन्डिसन भएन। त्यसपछि त्यो दिन त्यो प्लेनलाई फर्काएर चाहिँ अर्जेन्टिनाको मेजोन्डा सहरमा ल्यान्ड गराइन्छ र त्यहाँ ल्यान्ड गराउँदाखेरि चाहिँ रग्बी खेलाडीहरू प्लेनबाट बाहिर निस्किन्छन् र आफूलाई चाहिने सबै सामानहरू किनमेल पनि गर्छन् र त्यति बेला चाहिँ उनीहरूले सबैभन्दा धेरै वाइन किनेका हुन्छन् र तिनीहरूलाई अलिकति पनि शङ्का थिएन कि यो जुन वाइन छ, वाइनको एक थोपा जुन थोपा हुन्छ उनीहरूको शरीर र जिन्दगी बचाउन पछि कति काम लाग्नेछ भनेर चाहिँ उनीहरूले कल्पना पनि गरेका हुन्नन्। सबै सामान किनिसकेपछि उनीहरू त्यो दिन त्यहीँ नै बस्छन् र भोलिपल्ट पनि मौसम एकदम धेरै खराब थियो र पाइलटहरूले के भन्छन् भने उनीहरूले यो रुटमा चाहिँ 29 पटक उडान भरिसकेकाले चाहिँ एन्डिज पर्वत कसरी क्रस गर्ने भनेर चाहिँ उनीहरूलाई एउटा मोटामोटी आइडिया हुन्छ र उनीहरूको त्यही कन्फिडेन्सको आधारमा चाहिँ प्लेनलाई 13 अक्टोबर दिउँसो 2:18 जाँदा त्यहाँबाट फेरि टेक अफ गराइन्छ र प्लेन अगाडि बढ्छ र त्यो प्लेनलाई चाहिँ त्यति बेला 18,000 को फिटमा उडाइन्छ र बिस्तारै एन्डिज पर्वतहरू पनि क्रस हुँदै जान्छ र उड्दै अगाडि बढ्दै जाँदाखेरि चाहिँ मौसम झन् बढी खराब हुन्छ र भिजिबिलिटी एकदमै कम हुन्छ र त्यसपछि पाइलटहरूलाई चाहिँ प्लेनको इन्स्ट्रुमेन्टमा मात्रै उनीहरू डिपेन्ड हुनुपर्छ। यदि भिजिबिलिटी राम्रो हुन्थ्यो भने चाहिँ वरिपरिको डाँडा हेरेर पनि उनीहरू आफ्नो लोकेसन कहाँ छ भनेर चाहिँ पाइलटहरूलाई एउटा आइडिया हुन्थ्यो र त्यसैको आधारमा पनि उनीहरूले प्लेन उडाउन सक्थे। तर त्यो दिन चाहिँ उनीहरू त्यो इन्स्ट्रुमेन्ट प्यानलमा हेरेर मात्रै उनीहरूले प्लेन उडाउनु पर्ने भयो र उनीहरूलाई के चाहिँ थाहा थियो भने 1 घण्टा उडान भरिसकेपछि उनीहरू सान्टियागो पुग्छन् भन्ने उनीहरूलाई थाहा थियो र त्यसैको आधारमा 1 घण्टा बितिसकेपछि पाइलटलाई लाग्यो कि उनीहरू चाहिँ सान्टियागो पुगिसके र यति बेला चाहिँ प्लेन को पाइलटले उडाइरहेका थिए र को पाइलटले यति धेरै ब्लन्डर मिस्टेक गर्छन् कि यो टाइममा चाहिँ यही डिसिजनले गर्दाखेरि चाहिँ प्लेनमा ओभरअल भएका 45 जना यात्रुहरूको ज्यान अलरेडी जोखिममा गइसकेको थियो। को पाइलटले जुन नेभिगेसन हुन्छ त्यसलाई मिसक्यालकुलेसन गरेका थिए र उनलाई लाग्यो उनी सेन्टियागो पुगिसके र यो कुरालाई चाहिँ मेन पाइलटले पनि खासै वास्ता गरेनन् र त्यसपछि उनीहरूले चाहिँ सान्टियागो एयरपोर्टमा भएको एटिसीलाई उनीहरूले कन्ट्याक्ट गर्छन् र त्यसपछि ल्यान्डिङको लागि उनीहरूले पर्मिसन माग्छन् र एटिसीले त्यति बेला उनीहरूलाई क्वेसन गरेर क्लियर गर्न भन्छ, तपाईहरू एन्डिज पर्वत पार गरिसक्नुभयो भनेर उसले क्वेसन गर्छ र त्यसपछि पाइलटहरूले चाहिँ आफूले चाहिँ एन्डिज पर्वत पार गरिसकेको जानकारी चाहिँ एटिसीलाई गराउँछन्। एटिसीले पनि उनीहरूकै कुरालाई विश्वास गरेर ल्यान्डिङको लागि पर्मिसन दिन्छ र त्यसपछि एटिसीले के भन्छ भने तपाईँको प्लेनलाई 11,500 को फिटमा झार्नुहोस् भन्छ र विमानलाई बिस्तारै 11,500 को फिटमा पाइलटले झारिरहेका हुन्छन् र झारिसकेपछि उनले बल्ल थाहा पाउँछन् कि एन्डिज पर्वतहरू क्रस भइसकेको छैनन्, उनीहरू अझै पनि एन्डिज पर्वतको माथि नै छन्। जब उनले अगाडि एउटा पहाड देख्छन् र हतार प्लेनलाई चाहिँ उनले माथि लान खोज्छन् त्यति बेला एकदम धेरै नै ढिला भइसकेको थियो। जुन प्लेनको पछाडिको भाग हुन्छ त्यो चाहिँ एउटा पहाडमा ठोकिन्छ र पछाडिको भाग चोइटिन्छ र पछाडिको भागमा बसेका 3 जना मान्छेहरू चाहिँ सिटसहित हावामै समाप्त हुन्छन् र त्यसपछि दायाँ पखेटा पनि एउटा पहाडमा ठोकिन्छ र अनब्यालेन्स भइसकेपछि अर्को पखेटा पनि अर्को ठाउँमा गएर ठोकिन्छ र दुईवटै पखेटाहरू पनि भाँचिन्छन् र प्लेनको जुन अगाडिको भाग मात्रै रहन्छ त्यो चाहिँ 350 किलोमिटरको चाहिँ स्पिडमा गएर जुन त्यो अगाडिको भाग हुन्छ त्यो चाहिँ हिउँभित्र ठोकिन्छ र यो दुर्घटनामा टोटल 12 जना मान्छेको चाहिँ मृत्यु हुन्छ। अझै पनि 33 जना मान्छे त्यहाँ जिउँदै थिए र यो 33 जनामा पनि कोही घाइते थिए, कोही बेहोस थिए र कोही घाइतेहरू एकदमै धेरै सिरियस थिए। क्र्यास भइसकेपछि त्यहाँ इन्धनको चाहिँ स्मेल आउन थाल्छ र त्यहाँ अलिकति जो कम घाइते मान्छेहरू थिए उनीहरूले सबै मान्छेहरूलाई चाहिँ बाहिर निकाल्छन् किनभने उनीहरूलाई डर थियो कि प्लेन कुनै पनि बेला विस्फोट हुन सक्छ भनेर। जब उनीहरू बाहिर निस्किए टेम्परेचर एकदमै कम थियो र हिउँ यति बाक्लो थियो कि उनीहरूलाई हिँड्न एकदम गाह्रो भइरहेको थियो र सबै मान्छेहरूले त्यस्तो तातो कपडा केही पनि लगाएको थिएनन्, एउटा टी-सर्टको भरमा उनीहरू यात्रा गरिरहेका थिए र त्यसपछि बाहिर धेरै बेरसम्म उनीहरू बस्न सक्दैनन्। फेरि रिस्क लिएरै भए पनि फेरि सबै घाइतेहरूलाई चाहिँ उनीहरूले फेरि प्लेन भित्रै राख्छन् र भित्र पनि ठाउँ त्यस्तो सफिसियन्ट थिएन कि 22 फिटको एउटा एरिया
एरियामा चाहिँ टोटल 33 जना मान्छेहरू चाहिँ बसिरहेका थिए। प्लेन 3:34 दुर्घटना भएको थियो। त्यहाँ डक्टरहरू कोही पनि थिएनन्, तर त्यहाँ 2 जना मेडिकल स्टुडेन्ट थिए। एउटाको नाम केनेसा, अर्काको नाम जर्मिनो। यो एकजना चाहिँ मेडिकलको चाहिँ पहिलो वर्षमा अध्ययनरत थिए भने चाहिँ अर्को चाहिँ दोस्रो वर्षमा अध्ययनरत थिए। उनीहरूले जे जानेका थिए उनीहरूले नर्मल ट्रिटमेन्ट पनि त्यही सुरु गर्छ र त्यसपछि त्यसको आधी घन्टामा चाहिँ अलमोस्ट 4 बजेतिर नै त्यहाँ अँधेरो भइसकेको थियो र प्लेन क्र्यास भइ नै हाल्यो। तर उनीहरूलाई के थियो भने हाम्रो प्लेन क्र्यास भएको चाहिँ सबैतिर थाहा भइसक्यो। यदि हामीले आजको रात राम्रोसँग कटाउन सक्यौँ भने चाहिँ भोलि उद्धार जसरी पनि आइपुग्छ भनेर चाहिँ उनले आजको रात कटाउने उनीहरूले प्लान गरिरहेका हुन्छन्। तर सबैभन्दा ठुलो उनीहरूको गल्ती भनेको चाहिँ यही नै हुन्छ। र त्यहाँ जति पनि मान्छेहरू बसिरहेका थिए उनीहरूले के भन्छन् भने ककपिट एउटा चाहिँ एयरक्राफ्ट एउटा रेडियो हुन्छ, यदि एटिसीमा हामीले सम्पर्क गर्न सकियो भने चाहिँ हाम्रो उद्धार टोली अझै इजी हुन्छ भनेर त्यहाँ सल्लाह गर्छन्। तर ककपिटसम्म पुग्न पनि एकदम धेरै गाह्रो थियो। त्यहाँ एकदम धेरै कुर्सीहरूले चाहिँ बाटोहरू छेकेको थियो। एकजना प्यासेन्जर चाहिँ बिस्तारै बिस्तारै ककपिटभित्र अगाडि बढ्छ। जब त्यो प्यासेन्जर ककपिटमा पुग्छन् र उनले चाहिँ मान्छे कराएको सुन्छन् र त्यहाँ उनले हेर्दाखेरि चाहिँ पाइलटको चाहिँ स्पट डेथ भएको हुन्छ भने चाहिँ को पाइलट हुन्छन् ऊ चाहिँ एकदम सिरियस रूपमा इन्जोर्ड भएर बसेका हुन्छन्। र भएको त्यहाँ के हुन्छ भने जति पनि ककपिटमा भएको इन्स्ट्रुमेन्टहरू हुन्छन् कति धेरै इन्स्ट्रुमेन्टहरू चाहिँ उनको शरीरभित्रै छिरेका थिए र त्यो सहन नसकेर ऊ एकदम धेरै छटपटाएका थिए। र ती प्यासेन्जर भित्र गइसकेपछि उनलाई ककपिटबाट बाहिर निकाल्न ट्राई गर्छन् र त्यो निकाल्न उनले त्यति बेला सक्दैनन् र निकाल्न लाउँदाखेरि चाहिँ उनलाई झन् बढी पीडा भएर झन् चर्को चर्को रूपमा चाहिँ ऊ कराउन सुरु गर्छ। तर त्यसपछि ती प्यासेन्जर बाहिर निस्किन्छन् र रुमालमा चाहिँ अलिकति हिउँ कलेक्सन गरेर चाहिँ त्यसलाई पगालेर पानी बनाएर उनको मुखमा राखिदिन्छन्। उनलाई यति धेरै गाह्रो भएको थियो कि ती प्यासेन्जरलाई उनले के भन्छन् भने मेरो ब्यागमा चाहिँ एउटा गन छ, त्यो निकालेर मेरोमा गोली हान्थ्यो, म बाँच्न सक्दिनँ भनेर चाहिँ उनले उनलाई रिक्वेस्ट गर्छन्। तर ती प्यासेन्जरले उनलाई त्यसो चाहिँ गर्दैनन् र उनी चाहिँ त्यहाँ ककपिटबाट फेरि निस्केर आफ्नो साथीहरूसित आउँछन् र साथीहरूसित आएपछि उनले एउटा के कुरा भन्छन् भने चाहिँ उनले रेडियोबाट चाहिँ उनको एटिसीसँग उनको कन्ट्याक्ट भयो, उद्धारको लागि रिक्वेस्ट गरेको छु भनेर चाहिँ उनले त्यहाँ एउटा झुट बोल्छन्। उनले त्यो झुट यस कारण बोले कि ताकि त्यहाँ जति पनि घाइते मान्छेहरू छन् उनीहरूको मनोबल चाहिँ डाउन नहोस्, उच्च होस् भनेर उनले यो झुट बोलेका हुन्छन्। त्यो रातमा अरू 5 जना मान्छेको पनि डेथ हुन्छ र त्यही रातमा को पाइलटको पनि डेथ हुन्छ र भोलिपल्ट बिहान 14 अक्टोबरमा चाहिँ उनीहरूले जति पनि डेथ बढी थियो त्यो सबैलाई चाहिँ बाहिर निकालेर राख्छन् र भोलिपल्ट पनि उद्धार टोलीहरू आउँदैन र त्यहाँ बसेका जति पनि बाँचेका मान्छेहरू छन् उनीहरूले एउटा प्लान बनाउँछन् कि अब हामी यहाँ बस्दाखेरि चाहिँ एउटा योजना बनाएर बस्नुपर्छ र जहिलेसम्म उद्धार हुँदैन त्यसको लागि चाहिँ हामीले प्लान गर्नुपर्छ भनेर उनीहरूले एउटा प्लान गर्छन्। र त्यसपछि उनीहरूले के प्लान गर्छन् भने जति पनि यहाँ खानेकुराहरू छ अब कसैले पनि एक्लै चाहिँ खाँदैन यो भनेर चाहिँ सबैको खानेकुराहरू एक ठाउँमा कलेक्सन गर्छन् र उनीहरूसँग त्यस्तो धेरै खानेकुरा पनि बचेको हुन्न। उनीहरूसँग केही चाहिँ वाइनहरू हुन्छ, छोक्राहरू र अलिअलि फलफुलहरू हुन्छ र यो सबै खानेकुराहरू चाहिँ उनले एकजना मान्छेलाई जिम्मा दिन्छन् र त्यो मान्छेले चाहिँ पछि सबैलाई बराबर गरेर चाहिँ बाँड्नेछ। जति पनि त्यहाँ बाँचेका मान्छेहरू चाहिँ एकदम धेरै घाइते थिए, उनीहरू टाढा जान सक्थेनन् र सबैले चाहिँ दिसा पिसाब त्यही प्लेनको वरिपरि गरिरहेका थिए र त्यति बेला एकदमै धेरै दुर्गन्ध पनि आउन थालिसकेको थियो। खानेकुराहरू चाहिँ सफिसियन्ट थिएन, उनीहरू बाँच्नको लागि मात्रै खाना खाइरहेका थिए र मान्छेले भोकले यति धेरै आत्तेका थिए कि जुन त्यो प्लेनको सिटको जुन कभर हुन्छ लेदरको कभर र त्यो पनि खाना सुरु गरिसकेका थिए र त्यो खाना सुरु गरिसकेपछि मान्छेहरू एकदम धेरै बिरामी हुन थाले र त्यसपछि त्यहाँका मान्छेहरूले फेरि बसेर सल्लाह गरे र अब आजबाट चाहिँ कसैले पनि खाने छैन भनेर चाहिँ उनीहरूले एउटा निर्णय गर्छन् त्यसपछि। र यता रेस्क्यु टिमहरू चाहिँ एकदम मोबिलाइज भइरहेको थियो र कति रेस्क्यु टिमहरू चाहिँ उनीहरूको माथिबाट जान्थ्यो र रेस्क्यु टिमले तलका प्यासेन्जरहरूलाई देख्दैन थियो र पछि प्यासेन्जरहरूले के बुझे भने यदि हामीले केही एउटा आइडिया लगाइएन भने चाहिँ हामीलाई यो रेस्क्यु टिमले देख्दैन भनेर चाहिँ उनीहरूले एउटा प्लान बनाउँछन्। उनीहरूको प्लान के हुन्छ भने त्यहाँ जति पनि केटीहरू हुन्छन् उनीहरूको सबैको लिपस्टिक कलेक्सन गर्छन्, ठुलो अक्षरमा SOS लेख्ने प्लान बनाउँछन्। त्यो ठुलो अक्षरमा लेख्नको लागि त्यो लिपस्टिक पनि सफिसियन्ट थिएन, तिनीहरूको यो प्लानले चाहिँ काम गर्दैन। त्यसपछि उनीहरूले अर्को प्लान बनाउँछन्। उनीहरूको अर्को प्लान के थियो भने जति पनि उनीहरूको लगेजहरू थियो त्यो लगेजलाई चाहिँ हिउँमा एकदम क्रस बनाएर राख्ने उनीहरूले प्लान गर्छन् र त्यसपछि सबै लगेजहरू कलेक्सन गरेर उनीहरूले हिउँमा चाहिँ एउटा क्रस साइन गराउँछन्। र त्यति गर्दाखेरि पनि रेस्क्यु टिमले उनीहरूलाई देख्न सकिरहेको थिएन। रेस्क्यु टिमले उनीहरूलाई यस कारण देख्न सकिरहेको थिएन कि किनभने त्यति बेला एकदमै धेरै हिउँ पर्ने टाइम थियो र त्यहाँ एकदम धेरै कुहिरो पनि लागिरहेको थियो र हिउँको कलर पनि व्हाइट र प्लेनको कलर पनि व्हाइट भएको भएर चाहिँ जुन त्यो क्र्यास साइड हो रेस्क्यु टिमले उनीहरूलाई देखेन। अब रेडियो बिग्रेको र त्यो अगाडिको साथीले झुट बोलेको कुरा सबैलाई थाहा भइसकेको थियो। त्यो टिममा चाहिँ एउटा टेक्निसियन मान्छे थियो मार्सिलो, उसले के डिसाइड गर्छ भने हाम्रो अन्तिम आशा भनेको अब यही नै रेडियो हो भनेर उसले त्यो रेडियोलाई बनाउन कोसिस गर्छ र धेरै दिन मेहनत गरिसकेपछि उसले त्यो रेडियो चाहिँ बनाउँछ। तर एउटा समस्या के हुन्छ भने यताको सिग्नल उता चाहिँ पठाउन मिल्दैन, तर उताको केही सिग्नलहरू चाहिँ त्यो रेडियोले क्याच गरिरहेको थियो र त्यति बेला चाहिँ उसले एउटा चिलीको एउटा दुईटा एफएमहरू चाहिँ त्यो रेडियोले क्याच गरिरहेको थियो र मार्सिलो चाहिँ त्यो रेडियोमा न्युजहरू सुनेर बसिरहेको हुन्थ्यो र एक दिन एउटा यस्तो न्युज सुन्छ उसले, त्यो न्युज सुनेर उसको
एकदमै होस उठ्छ र त्यसपछि त्यो न्युज लिएर ऊ चाहिँ आफ्नो साथीहरूतिर जान्छ र सबै साथीहरूलाई एकठाउँ भेला गरेर भन्छ एकदमै गुड न्युज छ भनेर उसले सबैलाई इन्फर्म गराउँछ र उसको मुखबाट गुड न्युज सुन्दा बित्तिकै सबै मान्छेहरू आँखामा एक खालको आशा आउँछ, सबै एकदम धेरै खुसी हुन्छन्। अनि उनीहरूले के हो गुड न्युज भनेर सोद्धाखेरि चाहिँ उसले के भन्छ भने हामीलाई जुन रेस्क्यु टिमले हामीलाई खोजिरहेको थियो यो रेस्क्यु चाहिँ 2 महिनाको लागि चाहिँ रोकिएको छ भनेर उसले चाहिँ भन्छ। त्यसपछि सबै मान्छेहरूमा सन्नाटा छाउँछ, एकदम सब दुखी हुन्छ। त्यो रेस्क्यु टिमलाई के लाग्छ भने क्र्यास भएको यत्रो समय भइसक्यो र कोही पनि मान्छेहरू जीवित छैनन् र अहिले चाहिँ रेस्क्यु गर्न एकदमै धेरै गाह्रो छ किनभने यो टाइममा एकदम धेरै हिउँ पर्छ। त्यो भएर 2 महिनापछि हिउँ पर्न कम भइसकेपछि बल्ल हामी उनीहरूको डेड बडी खोजेर परिवारलाई बुझाउँछौँ भनेर चाहिँ समाचारमा भनेको हुन्छ। र त्यति बेला मार्सेलोले आफू मरेको न्युज आफूले सुनिरहेको थियो र त्यसपछि मार्सेलोले सबैलाई सम्झाउँछ कि उसले के भन्छ भने अब एटलिस्ट हामी कोही उद्धार टोली आउँदैछ भनेर एटलिस्ट हामी यहाँ वेट त गर्ने छैनौँ र अब हामी यहाँबाट बाँच्नको लागि चाहिँ हामी यहाँबाट आफै निस्किनु पर्नेछ, एटलिस्ट यो कुरा चाहिँ हामीलाई थाहा भयो भनेर उसले साथीहरूलाई कन्भिन्स गराउँछ। अनि यति कुरा भइसकेपछि चाहिँ उनीहरू भोगले यति धेरै आत्तिका हुन्छन् र एउटा मेडिकल स्टुडेन्टले के भन्छ भने अब हामी यहाँ सर्भाइभ हुने हो भने चाहिँ अब हामीले खानाको केही न केही व्यवस्था गर्नुपर्छ, नत्र हामीले पनि यहाँ मृत्यु वेट गर्नुबाहेक अरू केही पनि गर्न सकिन्न भनेर चाहिँ उसले भन्छ। त्यसपछि उसले यस्तो कुरा भन्छ यो सुनेर यहाँ फेरि सबको होस उठ्छ। उसले के भन्छ भने अब हामी बाँच्ने हो भने यहाँ जति पनि डेड बडीहरू छन् हामीले तिनीहरूकै मासु खान सुरु गर्नुपर्छ भनेर उसले भन्छ। यो सुनेपछि त्यहाँ सुन्ने मान्छेहरू उसँग एकदम धेरै रिसाउँछन्। अनि एकजनाले के भन्छ भने बाहिर मेरो बहिनी मरिरहेछ, मेरो बहिनीको मासु मैले कसरी खानु भनेर चाहिँ उसले क्वेसन गर्छ। र त्यतिकैमा त्यो रात पनि बित्छ। त्यो रात चाहिँ उनीहरूको लागि सबैभन्दा एकदम मुस्किल रात थियो। जब रात पर्यो त्यो रातमा हिउँ पहिरो आउँछ र पुरै हिउँ पहिरोले पुरै तिनीहरूको त्यो प्लेनलाई नै हिउँले ढाकिदिन्छ र यो हिउँ पहिरोमा परेर बाँकी 8 जना मान्छेको पनि डेथ हुन्छ भने अरू बाँचेका मान्छेहरू पनि सबै हिउँभित्रै पुरिन्छन् र उनीहरूलाई चाहिँ त्यो हिउँ खनेर बाहिर निस्किन मात्रै 3 दिन लाग्छ। र यस घटनापछि जम्मा 19 जना मात्रै बाँचेका थिए र 80 केजीका मान्छेहरू घटेर 30 देखि 40 केजीको भइसकेका थिए। र त्यतिकैमा एकजना यात्रु उठ्छन् र प्लेनको जुन एउटा सानो सिसाको टुक्रा साइडमा हुन्छ त्यो टुक्रा उठाउँछन् र नजिकैको एउटा डेड बडी हुन्छ, त्यो डेड बडीको एउटा सानो टुक्रा काट्छन् र सानो सानो मासुको पिसहरू बनाएर चाहिँ त्यो पिसलाई प्लेनमा सुकाउँछन्। र सुकाइसकेपछि एकछिनमा उनले चाहिँ फर्स्ट त्यो मान्छेको मासुको जुन पिस हुन्छ त्यो मुखमा हालेर खान्छन् र त्यो खाइसकेपछि र त्यो देखेपछि अरू बाँकी 2 जना मान्छेहरूले पनि सेम त्यही नै गर्छन्। र त्यहाँ कोही मान्छेहरू चाहिँ एकदम गीतहरू गाएर रमाइलो गरेर चाहिँ त्यो माहौलहरूलाई एकदम शान्त पार्न कोसिस गरिरहेका थिए। तर स्थिति यति भयावह थियो कि त्यो कसैलाई पनि मतलबै थिएन त्यो कुराहरू चाहिँ। यसरी बस्दा बस्दा बाँकी 3 जनाको पनि डेथ भइसक्छ र बाँकी रहन्छन् अब 16 जना। र त्यो 16 जना एक ठाउँमा बसेर के भन्छन् भने यदि हामीले अब केही गरिएन भने हामी पनि मरिने हो, यहाँबाट निस्किनको लागि केही न केही उपाय गर्नै पर्छ भनेर चाहिँ उनीहरू 16 जना बसेर एउटा प्लान बनाउँछन्। र उनीहरूले अर्को पनि के प्लान बनाउँछन् भने यदि हाम्रो डेथ भयो भने चाहिँ हाम्रो शरीरको मासु यहाँ जो कोहीले पनि खान सक्छ भनेर अर्को पनि यिनीहरूले एउटा प्लान बनाउँछन्। एउटाले के भन्छ भने अब हामी यहाँबाट निस्किने हो भने हामी आफै निस्किनु पर्नेछ भनेर त्यहाँबाट निस्किने पनि प्लान बनाउँछन्। र त्यति सजिलो पनि थिएन किनकि जति पनि त्यहाँ मान्छेहरू थिए एकदम धेरै घाइते थिए र त्यो घाइतेमध्ये पनि एकदम कम घाइते को थियो भनेर उनीहरूले 3 जना मान्छेलाई सेलेक्ट गर्छन्। नान्डो पराडो, केनेसा, विजिन्टन, यो 3 जनालाई चाहिँ सेलेक्ट गरिन्छ र उनीहरूलाई चाहिँ खाना पुग्नको लागि चाहिँ मान्छेको मासुको टुक्राहरूको चाहिँ व्यवस्था गरिएको हुन्छ। र मौसम एकदम धेरै चिसो हुने भएको भएर चाहिँ जुन प्लेनको सिटको रुई हुन्छ त्यो निकालेर उनीहरूलाई एउटा ज्याकेट जस्तो पनि बनाइन्छ। त्यसपछि त्यो रुईहरूको एउटा जुत्ता पनि बनाइन्छ र उनीहरूले चाहिँ आफैले हातले सिलाएर एउटा चाहिँ स्लिपिङ ब्याग जस्तो पनि बनाएर चाहिँ र सबै कुराको व्यवस्था गरेपछि त्यो 3 जनाहरू जहाँ घटना घटेको छ त्यसको पश्चिम दिशातिर उनीहरूले हिँड्न सुरु गर्छन्। अगाडि बढ्दाखेरि चाहिँ उनीहरूलाई के लागेको थियो भने 3 दिनसम्म उनीहरू चाहिँ पहाडको टुप्पोमा पुगिसक्ने अनुमानका आधारमा चाहिँ उनीहरूले 3 दिनलाई मात्रै पुग्ने चाहिँ मासु बोकेर हिँडिरहेका थिए। र उनीहरू चाहिँ र टेम्परेचर यति धेरै चिसो थियो कि बेलुका चाहिँ -30 डिग्रीसम्म पनि पुग्थ्यो र उनीहरू हिँड्दा हिँड्दै जहाँ रात पर्थ्यो र त्यहाँ चाहिँ उनीहरूले आफैले बनाएको स्लिपिङ ब्यागभित्र 3 जना चाहिँ एकै ठाउँमा अगालो हालेर सुत्थे। 3 दिन क्रस भइसकेपछि चौथो दिनको बिहान उनीहरू चाहिँ जहाँ पुग्न पर्ने भनेर उनीहरू हिँडेका थिए पहाडको टुप्पोमा, उनीहरू त्यहाँ पुग्छन् र त्यहाँ पुगेपछि उनीहरूको होस हवास उड्छ। यत्रो 3 दिनसम्म उनीहरू जुन हिँडेको थियो त्यो चाहिँ एकदम गलत डिरेक्सनतिर उनीहरू हिँडिरहेका थिए। त्यसपछि उनीहरूले खाना पनि एकदम लिमिटेड लिएर गएको भएर चाहिँ उनीहरूले फेरि एउटा प्लान गराउँछन्। 3 जनामा चाहिँ उनीहरूले विजिन्टनलाई चाहिँ पछाडि फर्काइदिन्छन् खाना लिमिट भएको भएर चाहिँ र 2 जना फेरि अगाडि बढ्न निर्णय गर्छन्। र उनीहरू त्यो पहाडको टुप्पोमा पुगिसकेपछि उनीहरूलाई चाहिँ अब मोटामोटी डिरेक्सन यतातिर राइट डिरेक्सन हो भनेर चाहिँ उनीहरूलाई थाहा भइसकेको थियो र त्यही डिरेक्सन अनुसार उनीहरू अगाडि बढ्दै जान्छन्। र उनीहरू अगाडि बढ्दै बढ्दै जाँदाखेरि चाहिँ उनीहरूले एउटा ठुलो नदी देख्छन्। त्यसपछि बल्ल उनीहरूलाई चाहिँ लाइफको बारेमा एउटा होप आउँछ र अब चाहिँ बाँचिन्छ कि भन्ने उनीहरूलाई चाहिँ लाग्न थाल्छ। जब उनीहरू नदीको तीरतिर अगाडि बढ्दै जाँदाखेरि चाहिँ 9 दिनमा उनीहरू 61 किलोमिटर हिँडेका थिए। जब उनीहरू खोलाको तीरतिर अगाडि बढ्दै गए खोलाको पारिपट्टि उनीहरूले चाहिँ एउटा मान्छे देख्छन् र उसँग हेल्प माग्छन्। र त्यति बेला त्यो मान्छेले चाहिँ उनीहरूलाई हेल्प चाहिँ गर्दैन तर एउटा वर्ड भन्छ टुमरो।
त्यसपछि त्यो दिन चाहिँ उनीहरूले केही पनि सहायता पाउँदैनन् र उनीहरूले चाहिँ एउटा टुमारो भन्ने वर्ड सुनेको भएर चाहिँ सायद भोलि केही सहायता मिल्न सक्छ भनेर उनीहरू त्यहीँ वेट गर्छन् र भोलिपल्ट सेम मान्छे फेरि आउँछ र एउटा पेपर पेनलाई चाहिँ ढुङ्गामा बाँधेर उनीहरूतिर फालिदिन्छ र त्यो पेपरलाई नान्डो पराडोले टिप्छ र त्यसपछि आफ्नो जति पनि घटना घटेको थियो सबै कुरा त्यो पेपरमा लेख्छ र फेरि त्यसरी नै त्यो मान्छेलाई फालिदिन्छ। जब त्यो मान्छेले पढ्छ र सबै कुराहरू चाहिँ थाहा पाउँछ र त्यो मान्छेलाई त्यहाँ प्लेन क्र्यास भएको पनि थाहा थियो र उसको गाउँमा पनि सेनाहरू आएर चाहिँ सोधपुछ गरिरहेको थियो। यो सबै कुरा देखिसकेपछि त्यो मान्छे बजार जान्छ र चिलीका सेनाहरूलाई चाहिँ उनीले इन्फर्म गराउँछ र सेनाको हेलिकप्टर उनीहरूलाई उद्धार गर्न त्यहाँ आइपुग्छ। त्यो दुवैजना मान्छेहरूलाई लिएर क्र्यास साइडमा जान्छ। क्र्यासमा गएपछि बाँकी रहेका मान्छेहरू पनि सबैलाई उद्धार गरेर फर्काउँछ। 22 डिसेम्बर 1972मा र बाँकी यात्रुहरूलाई पनि त्यहाँबाट उद्धार गरेर लिएर आइन्छ। यात्रीहरूको शारीरिक मानसिक अवस्था एकदमै धेरै कमजोर थियो, उनीहरूलाई चाहिँ उपचार गराइन्छ र दुर्घटना भएको 72 दिनपछि 45 जनामा चाहिँ 16 जना मान्छेको उद्धार गरिन्छ र उनीहरू बाँच्नको लागि के कस्तो सङ्घर्ष गरे भन्ने कुरा सुन्दाखेरि चाहिँ यो स्टोरीबाट हामीले पनि धेरै कुराहरू चाहिँ सिक्न सकिन्छ जिन्दगीमा। र यो स्टोरी यही नै सकिन्छ। तपाईँलाई यो स्टोरी कस्तो लाग्यो? यदि मन पर्यो भने चाहिँ लाइक, सब्स्क्राइब, कमेन्ट गर्न नबिर्सनु होला।